हियर ल्याप्स भएर रिल्याप्स भएर अनम्यानेज भएर त्यो भाइ यहाँ आउनु भयो। त्यो हुन्छ। सर्वे रिसर्च अनुसार 60-40% पुनः व्यक्तिले प्रयोग गर्छ भन्ने त एभिडेन्स बेस्ड छ। अनि उहाँले के भन्नुभयो भन्दाखेरि मैले प्रोग्राम बुझेकै हो, म प्रोग्राममा बसेकै हो भन्ने जस्तो कुराहरू गर्नुभयो। एन्ड देन आई युज टु थिङ्क लाइक रेस्टरुममा बस्दाखेरि पनि मलाई त्यही कुराले सताइराख्यो। मतलब प्रोग्राममा बसेको हो भन्नुहुन्छ भने, प्रोग्रामलाई इम्प्लिमेन्ट गरेको हो भन्नुहुन्छ भने वाइ यु आर हियर देन भन्ने प्रश्न आयो मलाई। ड्रग पनि लिइराख्नु भएको छ, अल्कोहल पनि लिइराख्नु भएको छ, अनम्यानेज पनि छ, दुब्लाएर किक्रिक्क पनि परिसक्नु भयो र अझ पनि उहाँले आफ्नो सब्सटेन्सलाई चाहिँ एक प्रकारले जस्टिफाई गरिरहेको मैले देखेँ। र मैले प्रोग्रामलाई बुझेको अनुसार चाहिँ के हो भनेर भन्दाखेरि उहाँले सिम्पली गरेको कुरा के हो भनेर भन्दाखेरि उहाँले उहाँको एडिक्सनलाई चाहिँ नि जस्टिफाई गरिराख्नु भएको छ मैले बुझेको चाहिँ। र स्टिल हि इज मतलब काइन्ड अफ डिनाइङ नो, मतलब म ठिकै त थिएँ यस्तो वाला, त्यो ठिकै त थिएँ भन्नेवाला कुरालाई चाहिँ नि मैले चाहिँ कसरी बुझेको छु भन्दाखेरि चाहिँ नि त्यो इन्स्यानिटी अथवा इन्स्यान बिलिफ अथवा एउटा बहुलट्ठीपनको सोच अथवा त्यो सरासर डिनाइ कि म भन्नु खोजेको मतलब ओभरअल के हो त भन्दाखेरि नट एक्सेप्टिङ द रियालिटी अर नट एक्सेप्टिङ द ट्रुथ नो। सो हाम्रो टपिक छ आजको दिनको कि व्हाट इज प्रोग्राम, प्रोग्राम के हो त, यो विषयलाई लिएर आज हामी छलफल गर्छौं, डिस्कसन गर्छौं। कुनै क्वेशन्सहरू छ भने तपाईले राख्नुस्, मतलब नोट डाउन गर्नुस्। टपिकै रहेको छ व्हाट इज प्रोग्राम।